पूर्वी नेपालको लिम्बुनी पुल पाँचथर जिल्लाको हिलियाङ गाउँपालिका र ताप्लेजुङ जिल्लाको आट्राई त्रिवेणी गाउँपालिकाको सेतुको रूपमा रहेको तमोर नदीको झोलुङ्गे पुल नै लिम्बुनी पुल हो। लिम्बुनी शब्दले नै जनाउँछ कुनै महिलाको नामबाट बनेको पुल हो। ताप्लेजुङ जिल्ला खाम्लुङ गाउँमा विक्रम सम्वत 1934 को चैत्रमा जन्मनुभएका विष्णुमाया लिम्बुनीको नामबाट बनेको पुल हो। विवाहपछि हालको ताप्लेजुङ जिल्लाको आट्राई त्रिवेणी गाउँपालिका अन्तर्गत वडा नम्बर 5 चाँगेको नेसुमा बसोबास हुन थालेको विष्णुमायाका पूरा नाम भने विष्णुमाया नाल्पा आङबुहाङ हो। नेपालमा राणा शासनको अन्त्य समय आफ्ना श्रीमान गुमाउनु भएकी विष्णुमायालाई आफ्नो श्रीमानको सम्झनामा केही गर्ने रहर जाग्न पुग्यो। जीवनको सबैभन्दा ठुलो धन भनेकै श्रीमान हुनुहुन्थ्यो। श्रीमान नै गुमाएपछि यो धन मेरो लागि अरू धनको महत्त्व नै के छ भनेर सोच्दै उनले तमोरमा झोलुङ्गे पुल हाल्न सोच्नुभयो। छरछिमेकीहरूको सल्लाहले पुल बनाउने ठाउँको निधो गरेर पुल बनाउन आवश्यक सामग्री खरिद गर्न भारतको सिलिगुडीमा गाउँलेहरूलाई पठाउनु भयो। मुख्य सामग्री फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइयो। अन्य सामग्री गाउँमा नै तयार गरियो। उनका दाजु अजिरध्वज नाल्बो त्यस इलाकाका कहलिएका धनी व्यक्ति थिए। उनको गाउँदेखि करिब 4 घण्टा हिँडेर पुगिने तमोर हिउँदमा त मुस्किलले तर्न सकिन्थ्यो, तर वर्षामा भने त तर्ने आँट नै कसैले गर्न सक्दैनथे। खोलामा राखिने फड्केको कुनै भर हुँदैन। ताप्लेजुङ तथा पाँचथरबाट नुन तेलको लागि धाकर बोकेर आउने भरियाहरू कति त तमरले वर्षेनी खान्थे। हरेक वर्ष मृत्युको समाचारले अक्रान्त बनेको बुढ्यौली मनले पुल बनाउने अठोट नै गरिन्। विष्णुमायाले पुल बनाउने आँट गर्दा उनको उमेर 4-20 पुग्न 5 वर्ष मात्र बाँकी थियो। यो बुढौली उमेर सबै चिन्ता पीरलाई थाती राखेर आराम गर्ने दिन थियो। तर विष्णुमायाको कमलो मन तथा श्रीमानबाट वियोगले अक्रान्त भएको मनले पुल बनाउने निश्चित गरिन्। विक्रम सम्वत 2009 सालमा पुल तयार भयो। पुल बनेपछि पाँचथर ताप्लेजुङ र तेह्रथुम गाउँले सबैलाई सहज भयो। गाउँबाट ढाकर बोकेर लहरे हिँड्ने भरियाहरू पनि खुसी भए। अब वर्षेनी जीवन गुम्ने डर भएन। गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बुनी पुल राखिदिए। विष्णुमायालाई कसैले सम्झन्छन् या सम्झँदैनन् त थाहा भएन, तर लिम्बुनी पुलको नाम सधैँ अमर भएको छ। उनले बनाएको लिम्बुनी पुलको स्थानमा नयाँ पुल बन्यो। त्यसपछि फेरि यातायात नै सुचारू हुने गरी पक्की पुल बन्दैछ, तर नाम भने अहिले पनि लिम्बुनी पुल नै रहेको छ। बुढापाकाले भन्ने गर्छन् भगवान हुन्छ या हुँदैन थाहा छैन, तर भगवानले सधैँ भन्ने गर्छन् तिमी आँट गर म पुरा गरिदिन्छु। कुनै पनि काम गर्ने उमेर वा धन होइन, मन हुनुपर्छ, दृढ सङ्कल्प हुनुपर्छ। आँटेको पुरा हुन्छ। हुन पनि विष्णुमायाको उमेरले 75 छोएको थियो। गाउँको एक गृहिणीसँग पक्कै पनि पर्याप्त धन पनि थिएन, तर उनको आँट र साहसको अगाडि कसैको केही लागेन। उनले गाउँलेका लागि पक्की झोलुङ्गे पुल बनाइ छाड्नुभयो। यो पुल रहेको ठाउँमा हरेक वर्ष श्री पञ्चमीको दिन मेला लाग्ने गर्दछ। मेला भर्न आउनेहरूले सधैँ बोजूलाई सम्झने गर्दछ। लिम्बुनी बोजूको 79 वर्षको उमेरमा 2015 साल मङ्सिरमा स्वर्गारोहण भयो। उहाँको देहले यो संसार छाडेर गए पनि पाँचथर ताप्लेजुङ र तेह्रथुमको जनताहरूको मनमा सधैँ बसिरहनु भएको छ। उहाँको अमर योगदानले गर्दा उहाँ सधैँ जीवित हुनुहुनेछ।